सो वेलकम सबैलाई यो नयाँ भिडियोमा र म चाहिँ अब यहाँनिर एक्सपेरिमेन्ट एउटा ओइस्टर मशरुम कल्टिभेसनको तयारी गर्दैछु र दिन पनि आज एकदमै राम्रो भएको छ र सन्डेको दिन आज काम गर्नु पनि मजा आउँदैछ। प्रिपरेसन पनि हुन थाल्यो। यो चाहिँ हामीले बोइल गर्दैछौँ राइस प्याडीलाई। यहाँ मम्मीले पनि मलाई सघाउनु हुँदैछ र मम्मीले नै अब हेर्नुहुन्छ। मैले जस्ट आजको दिनको लागि मात्र यसलाई अब रेडी गर्दैछु। मजाले पानीमा बोइल गरेर मजाले चलाउँदैछु। र मैले यसको सिड चाहिँ मैले फ्लिपकार्टबाट मगाएको थिएँ र मेरो रेडी हुँदैछ। र यो चाहिँ म छान्ने काम गर्दैछु, जुन चाहिँ फर्स्ट सुकाउनु पर्ने रहेछ। अन्त पानी ड्रेन गर्दैछु। पानी ड्रेन गरेर चाहिँ मजाले सुकाउनु पर्ने रहेछ र म यसलाई यसरी नै छोडिदिन्छु। यो जग्गा चाहिँ हुन्छ मेरो मशरुम फार्मिङको लोकेसन। एकदम अँध्यारो ओडाल छ, घाम आउँदैन हैन। पर्फेक्ट मेरै यही कामको लागि बनिएको छ। मौसम पनि एकैछिनमा घाम लागेको चेन्ज भयो, पानी पर्न थालिहाल्यो र यति जेलमा मेरो यो जुन चाहिँ प्याडी छ त्यो पनि रेडी भइसकेको छ। एकदम सेलेर रेडी भइसकेको छ र अब यो चाहिँ रेडी गर्नुपर्छ, जसमा चाहिँ अब हामीले प्लास्टिकमा गरेर सिडहरू लाउनुपर्छ, लेयरिङ गर्नुपर्छ। यो चाहिँ मेरो सिड ओइस्टर मशरुमको, जुन चाहिँ फ्लिपकार्टबाट मगाएको थिएँ र मम्मी र मैले चाहिँ स्टार्ट गऱ्यौँ प्लास्टिकमा लाउनु। लेयर वाइज लेयर हामीले सिड छर्दै नै हामीले बनाउन थाल्यौँ र मजा आयो। मम्मीसँग धेरैवटा गब्बर ढाड पनि दुख्यो, मम्मीको पनि दुखिरहेको थियो, बट मजा आयो। मैले सोचेको थिएँ धेरै हुन्छ जस्तो लागेको थियो, तर खासै बेसी भएन। प्लास्टिकको 2 प्लास्टिक भयो, एउटा ठुलो एउटा सानो। सायद मैले बेसी लगाएँ, मम्मीले त भन्नुहुँदै थियो एउटामा। स्टिल दुईजनाले मजाले गफ गर्दै आमा छोराले मेहनतले सबै गरिसक्यौँ। सो फाइनली मम्मी र मैले चाहिँ रेडी गरिसक्यो। अब यो चाहिँ कहाँ राख्ने हो त्यो ठाउँमा लाँदैछ। च्याउ रोपाइ भयो मेरो। पार्दैछौँ अहिले। यो जग्गा चाहिँ यस्तो दामी ठाउँ छ कि जस्ट च्याउकै लागि बनिएको जस्तै छ। अब यो टक्कै बाहिर यस्तो खुल्ला छ, टक्कै यहाँ छ, त्यहाँबाट डार्क एकदम।